आज तपाईँ 35 वर्ष 38 वर्षमा जागिरीको लागि तयारी गर्दै हुनुहुन्छ, कति गाह्रो छ अहिले भन्नुहोस् त। छोराछोरी पढाउनुपर्छ, छोराछोरी आयो खाना खुवाउनुपर्छ, रुन्छ, च्याच्या गर्छ, दिशा सफा गर्यो, नुहायो, उसलाई नुहाउ कि आफू पढाउँ, उसलाई खाना खुवाउँ कि टाइम हेरेर खुवाउनु पर्यो, बिरामी हुन्छ हस्पिटल कुदाउनु पर्यो, राति 12 बजे बिरामी खुवाखुङ गरेर कुदाउनु पर्यो। अब तपाईँले तयारी गर्नलाई तपाईँलाई कति टेन्सन छ, कति प्रेसर छ तपाईँलाई, ल भन्नुहोस् त। 30 वर्ष कटेपछिको साथीहरूलाई अनि अहिले जे पढ्न जोस आछ, तपाईँले 24 वर्षको उमेरमा पढ्दैको भए यस्तो तनाव थियो। 38 वर्षको साथी म छु भन्नुहुन्छ होइन, यहाँ हुनुहुन्छ नि अन्तिम 40औं वर्षको अन्तिमचोटि फर्म भरेर नाम निकाल्ने मान्छे देखाएको छ नि मैले। हाम्रो विजय सरै हुनुहुन्छ यहाँ पढाउने अफिसर पढाउनुहुन्छ, 35 वर्षको अन्तिम 2-3 दिन अगाडि पुगेर फर्म भरेर नाम निकालेर उपसचिव भइसक्नु हुनुहुन्छ नि। तर मैले भन्न खोजेको त्यतिखेरको त्यो प्रेसर तपाईँलाई कति धेरै हुन्छ कि म्यानेज गर्नु कति। 19 वर्षको साथी हुनुहुन्छ ऊ भरतजी, अब अहिले 19 वर्षको मान्छे पनि तयारी गर्दै हुनुहुन्छ, यहाँ 39 वर्षको मान्छे पनि सँगै हुनुहुन्छ। ल हेर्नु त 19 दुना 38 डबल भन्दा जेठो मान्छे हुनुहुन्छ। अब 19 वर्षको मान्छेले त अहिले मेरो 19 देखि 20 वर्षसम्म उमेरै छैन, यो 1 वर्ष उमेर भगवानले मेरो लागि गायब सिद्धियो, यहीँ पढ्ने यहीँ नाम निकाल्ने। साथी जतिखेर पढ्न सुरु कति पीडा छ ल हेर्नुहोस्, यहाँ दुःख पाएर पढ्न आएको नि, करोडपतिको छोरछोरी कोही पढ्न आएको त छैन नि त, हामी केही गर्न सक्यो हुन्थ्यो भनेर आएको त नि होइन।